सबैजनालाई नमस्कार। आज चाहिँ के भन्छ भने म आएको चाहिँ धेरै दिन भयो प्युठानतिर, अनि त्यही भएर आज पारी गाउँतिर घुम्न जान लाग्यो, अनि हल्दी सल्दी रोप्न जान लाग्यो। अनि के भन्छ भने धेरै दिनपछि म युट्युबमा यो च्यानलमा आएको छु। अनि हाम्रो अङ्कल साइडमा अनि फेरि बडी मम्मी धेरैजना जानको लागि अहिले हामी सबैले देखाउँछौँ। अनि के भन्छ भने धेरै रमाइलो हुनेछ, धेरैजना पनि गइरहेछौँ। हामी पिकनिक जस्तो पनि खाँदैछौँ। अनि के भन्छ भने यता प्युठानतिर आएको धेरै भयो, इक्जाम फिनिस गरेर धेरै दिन भयो। त्यही भयो त्यही बोकेर कसैले कोडालो कसैले झोला बोकेर बडो मम्मी फेरि मेरो बडो मम्मी फेरि कोडालो बोकेर धेरै रमाइलो छ के गाउँघरमा त। अनि त्यही भएर अहिले सबैजनाले देखाउनेछौँ र चाहन्छु। अङ्कल चाहिँ पछाडि आइरहनु भएको छ, सुर्ती मिच्दै के मिच्दै हुनुहुन्छ हाम्रो अङ्कलले चाहिँ। भर्खरै उठे जस्तो देखिनु भएको छ अङ्कल, हेर्नु सबैले। हामी चाहिँ यसो अब किसानी बन्न जान लाग्यो पारी गाउँतिर। हामी जान लाग्यो गाउँ चाहिँ यो त्यो हो। अनि यस्तो वन जङ्गल छ के, अनि यहाँ खोला बगिरहेछ, मान्छे हिँडिरहनु भएको छ। यस्तो ठाउँ छ के कति राम्रो। अनि के भन्छ भने गाउँले मान्छेहरू भयो अब कति छिटो छिटो हिँडेको क्या हामीभन्दा। मेरो अङ्कल त चाहिँ हिँड्नै नसकेर पारी हुनुहुन्छ, म चाहिँ हिँड्नै नसकेर म पनि छिटो छिटो त हिँड्न सकेँ होइन। अनि चाहिँ हिँड्न सके छैन, त्यही पनि हिँडिरहेको छु अब सक्दोसम्म होइन। झन् लुङ्गी लगाएको हिँड्नै नसकेर गाह्रो भइरहेको छ, किन यस्तो उकालो छ के रोड भएर के काम। अनि उकालो छ, अनि उकालोमा हिँड्नै सकिने रहन्छ क्या। अनि त्यही भएर सक्दोसम्म हिँडिरहेको। कस्तो बाख्राहरू आइरहेछ होइन, कति राम्रो देखिरहेछ। हेर्नु हाम्रो साइडमा यस्तो मोटो भएर पनि कति छिटो छिटो हिँडेको के। हामी चाहिँ हिँड्नै नसक्ने एक्सर्साइज रे। यस्तो बाटोमा पनि हिँड्नै सक्नुभएको छ, हामी चाहिँ हिँड्नै सकेको छैन। गाई भैँसीहरू पनि आइसक्यो, कति राम्रो क्या गाई गोरु के कति राम्रो। गोरुले हान्छ रे के, यहाँ हेर्नु त सबै दुगुरिरहेको के गोरु हान्छ अरे यस्तो राम्रो के होइन। कति राम्रो वातावरण छ गाउँघरमा। गाईले हान्छ भनेर दौरा हामीलाई त्यसो चढेर जाने हो साथीहरू। गाह्रो छ जिन्दगी, उहाँ गइसक्नु भयो। यस्तो उकालो छ, अब के गरेर चढेर जाने हो क्या हामी। अनि गाह्रो छ बिचरा मेरो अङ्कलले जानु भएको यता हेर्नु यता पनि चढिराख्नु भएको छ। बल्ल बल्ल के गरेर हिँड्ने हो बरे जिन्दगी। बिचरा मेरो अङ्कल चाहिँ हिँड्नै नसकेर किन यस्तो हुनुभएको छ त्यसलाई। बडे मम्मीले पनि थाक्नु भयो। कोरालो बोकेर हान्छन्, झोला बोकेछ नि। कस्तो पसिना आयो अहिले त। अब हामी के भन्छ रे, मेरो फेस देखेको छैन। हेलो साथीहरू, अब चाहिँ हामीहरू आइपुगेछौँ। एकछिनपछि अब खेतमा गएर हाली रोपेको देखाउँछौँ सबैलाई। अनि के भन्छन् रे त्यो घुमघाम आज यसो पसिना निकाल्न आएको के खेततिर। अनि बेसाएको अनि बनभोज पनि यस्तो खाने अरे। यता हेर्नु सबैले, यस्तो फुल पनि फुलेको
निकै फुल पनि फुलिरहेछ कस्तो गाउँघरमा कस्तो राम्रो हामी थकै लागिसक्यो के हामीलाई बहिनीहरू पनि भेट्थे बाटोमा अब दौ भएर यहाँ आएर बसिरहेछन् अब हामी पनि आइसक्यौँ यहाँको चाहिँ सोल्टी हेर्नुहुनेछ हामी त्यही भएर नमस्कार गरिरहनु फाइनली अब हाम्रो चाहिँ हल्दी रोप्न सुरु यहाँ सबैजनाले फाइनली गाइज अब हल्दी रोपेर भ्यायो अब चाहिँ नास्ता खाने तयारीमा हामी चाहिँ सबैले हल्दी रोपेर भ्याएर पनि फाइनली हामीले पनि वनभोज खान लागेको सानोले पनि यता पकाएर पनि बाबाले पनि खाना हेर्नुहुन्छ वनभोज मम्मीले पनि खाना लाग्नुभयो बरु मम्मीले नि अरू चाहिँ सबै खाएर बसिरहेछन् फाइनली साथीहरू हामी चाहिँ अब घर आएको अनि हल्दी रोपेर चाहिँ फर्किने टाइम भइसक्यो अब हामी चाहिँ फर्किन लागेको साथीहरू यो के भन्छ नि पुरानो घरमा आएको अनि नयाँ घरतिर छ अब चाहिँ हामी फर्किन लागेको घरतिर